हेलो एभ्रिवान, म चाहिँ आज बुकारेस्टबाट ब्रासो फर्किँदैछु अनि घुमेर आएर म चाहिँ मक्क परेर एनिवेज घुम्नु पनि पर्छ कहिलेकाहीँ होइन। मेरो चाहिँ 2 दिन छुट्टी थियो, त्यसै भएर म चाहिँ बुकारेस्ट गएको थिएँ। अनि मेरो साथी चाहिँ नेपाल गएको थियो नि त 1 मन्थ भ्याकेसनमा। त्यसै भएर चाहिँ अब फर्केर आइसकेपछि चाहिँ हामी सबैजना दिदीभाइहरू चाहिँ साथीहरू चाहिँ भेटौँ भनेर प्लान गरेर सानो गेट टुगेदर गरेको थियो। तर साथी जो मेन घरकेटीहरूको चाहिँ छुट्टी नै थिएन कि, उनीहरू चाहिँ काममा गइरहेको थियो नि त, ड्युटी गइरहेको थियो। अनि सबै बाँकी हामी अरू बाँकी चाहिँ जम्मा भएर घरमा रमाइलो गरिरहेको थियो नि त। तर त्यतिखेर चाहिँ एकदमै मिस भइरहेको थियो। उनीहरू जहाँ गएको उनीहरू चाहिँ थिएन, अनि हामी चाहिँ भेटेर रमाइलो गरिरहेको थियो नि त। अनि त्यो चाहिँ एउटा एकदमै मिसिङ पार्ट चाहिँ त्यो भएको थियो। त्यही हो, तपाईँहरूको पनि छुट्टी मिल्दाखेरि चाहिँ बाहिर जानु, घुम्नु, साथीभाइहरू भेटघाट गर्नु रमाइलो हुन्छ। अनि त्यस पछाडि भनेको फेरि नेक्स्ट डे काम गर्नलाई जाँगर पनि लाग्छ नि त। स्टार्टिङमा चाहिँ ट्रेन कस्तो प्याक थियो कि, अनि पछि चाहिँ बिस्तारै खाली हुँदै गयो। अनि म चाहिँ निद आएछ भनेको फोन चलाउँदा चलाउँदै, त्यही पनि ठिकै छ। अनि गाइज एउटा कुरा सेयर गर्छु, ट्रेनमा चाहिँ एउटा नराम्रो पार्ट चाहिँ के भएको थियो भने, मलाई चाहिँ एउटा चाहिँ यस्तो नराम्रो लागेको थियो होइन। सँगै बस्ने 2 जना अब मान्छे हुनुहुन्थ्यो क्या, अनि उहाँहरूमध्ये कुन चाहिँ नि एकजनाको चाहिँ यस्तो मोजा गनाइरहेको थियो नि, म टाउको दुखेर त्यो गन्धले यस्तो गाह्रो भइरहेको थियो है। अनि धन्न उहाँहरू चाहिँ अलिकति चाँडै झर्नुभयो है। चिनेको त छैन मैले, म बोल्दा पनि बोलिनँ। मान्छे चाहिँ अब त्यही हो, तपाईँहरूमध्ये पनि जो पनि ट्राभल गर्नुहुन्छ आफू अलिकति केयर गरेर हिँड्नु। ट्राभल गर्दाखेरि त्यस्तो गनाउने मोजा चाहिँ लाएर नहिँड्नु यार, साह्रै लास्टै गाह्रो हुन्छ अरूलाई। अनि मान्छे चाहिँ टिपटप बनेर हिँड्ने, अनि मोजा चाहिँ डुङडुङ गनाएको लगाएर हिँड्नु त भएन नि होइन। ओ माई गड गाइज। अनि अर्को एउटा इन्ट्रेस्टिङ पार्ट पनि छ है। म जहिले ब्रासोबाट बुकारेस्ट जाँदाखेरि चाहिँ जहिले पनि 1 घन्टा ट्रेन ढिला आउँछ कि, डिले हुन्छ जहिले पनि। नभए पनि यहाँबाट टाइममै नै भने नि बिच बाटोमा गएर रोकेर म जहिले हाफ एन आवर 1 आवर ढिला पुग्छ कि वहाँनिर। अनि आउने बेलामा चाहिँ जहिले पनि ट्रेन छुट्न लाग्दाखेरि 1 मिनट 2 मिनटले गरेर म ट्रेन भ्याउँछु कि। त्यो चाहिँ जहिले त्यस्तै हुन्छ कि मेरो। अनि एकचोटि त गाइज मेरो ट्रेन पनि छुटेको छ, तर मैले कसैले नि भनिनँ गाली खान्छ भनेर। आजलाई यति, बाई बाई, सी यू। गाइज म पुगेँ यार ब्रासो। धेरै टाढो गयो।